आज चाहिँ मैले चिकन बनाउन गएको तपाईहरुले अलिकति पानी हालेर यसरी ढाक्छु बोइल भइसकेको छ तपाईले किन बोइल मैले चाहिँ अब मासु भुट्न लागेको छु पछि ज्वानो मेथी थोरै फुराउने अलिकति लन सिक्ने सुनपछि प्याज हाल्ने चलाउने मासु हाल्ने है चलाउने तेलमा मैले मसला हाले मैले बेसार पनि हालेको छु नुन पनि हालेको छु सबैको ठाउँमा हालेर यसमा थोरै धनिया पनि हालेको छु चिकन चाहिँ रेडी भइसकेको छ मैले बनाउने तरिका चाहिँ यसै गरी हो हजुरहरूले कसरी बनाउनुहुन्छ लाइक कमेन्ट गर्नु होला सब्स्क्राइब पनि गरिदिनु